बल्छीमा धागो बाँध्ने तरिका थुप्रै किसिमको हुन्छ र मान्छेले विभिन्न तरिकाले आफ्नो आफ्नो स्टाइलमा धागो बाँध्छ। यदि तपाईहरुले धागो बाँध्नलाई तपाईहरुलाई अप्ठ्यारो लागिराखेछ भने यो एउटा सजिलो तरिका म तपाईहरुलाई देखाउँछु यो भिडियोमा। र धागो बल्छीमा राम्रोसँग गाँठो पारेन भने परेको माछा पनि उम्किन सक्छ गाँठो कमजोर भएको कारणले। यो एउटा सजिलो तरिका तपाईहरुलाई यो भिडियोमा म देखाउँछु। सबैभन्दा पहिला यो यसरी छिराउनुस्। छिराएपछि यति जति तपाईले यो मेन लाइन भयो यति जति यसरी निकाल्नुस् बाहिर। त्यसपछि यसरी 1 राउन्ड 2 राउन्ड 3 राउन्ड 4 राउन्ड 4 राउन्ड जति घुमाएर अनि यो बीचमा यसरी छिराउनुस्। त्यो बीचमा छिराएपछि जुन यो मोटो धागो छ तपाईको यो मोटो धागो बीचबाट चाहिँ यसरी क्रस गरेर यता छिराउनु पर्ने हुन्छ। अब यो छिराइसकेपछि तपाईले बिस्तारै तान्दै लानुस् बिस्तारै। यसरी तानेपछि अब यसरी तान्नुस् तपाईले। यसरी तानेपछि हाम्रो यो सजिलो छिटो अनि बलियो यो गाँठो चाहिँ तपाईले जति कस्नु भयो जति तान्नु भयो उति नै बलियो भएर झन् गाँठो कसिँदै जान्छ है।